नरेन्द्र कानुनको थोरै बजेर अघि कुरा गर्नुभयो। त्यतिखेर हाम्रो उहाँका विद्यार्थीहरू भवानी सर, गोविन्दजी लगायतका धेरै साथीहरू हुनुहुन्छ। पछि उहाँ नयाँ शिक्षामा शिक्षक हुँदाखेरि शिवनगरमा उहाँलाई नेपाली शिक्षकको रूपमा पठाउँदा त्यहाँ एकजना गुरु हुनुहुन्थ्यो सम्झिम कोइराला। उहाँ त्यहाँ गएपछि उहाँ कोइरालाजी विश्राम दिनुभयो, मैले म उहाँ जान्न भनेर त्यही नै रहनुभयो। निना तहमा बसेर रहनुभयो। पछि उहाँ मङ्गलपुरमा हुँदै बस्तीमा हुँदै उहाँले शैक्षिक क्षेत्र पुरा गरेर निवृत्त हुनुभयो। पछि उहाँले त्यो उहाँको जुन योग छ संयोगले सञ्जालमै उहाँ जहाँ जन्मनु भयो त्यो ठाउँमा मेरो मामा दुर्गादत्त पोखरेल उहाँको बहिनी उहाँको छोरालाई दिएको थियो। त्यो नाताले त्यो योगमा पनि दुर्गादत्त भाइ योगमा अत्यन्त तल्लिए। त्यो सिकेर उहाँ त्यो पनि उहाँले गर्नुहुन्थ्यो। अनलाइन जस्ता माथि तल राखेर माथि कुराको गरेर ती धेरै सम्पत्ति गर्नुहुन्थ्यो। त्यो कुराको केही लक्षण हाम्रो भुवनेश्वरले पनि के लिनुभएको छ। उहाँ भुवनेश्वर उहाँको बहिनी हुनुहुन्छ, उहाँले पनि उहाँको समय केही कुरा उहाँले नै सिक्नुभएको छ। हामी त्यो मौका पाएनौँ। त्यसैले यी धेरै कुरामा उहाँ चाहिँ एउटा चितवन जिल्लाकै एउटा राम्रो विद्वान र शान्त मृदुभाषी गुरु हुनुहुन्थ्यो। उहाँको यसको उसमा पछि अलिक घातक रोग लागेर बेलामा बित्नुभयो। उहाँका दुईटा छोराहरू, एउटा राजाराम र दुर्गा,